ओहो घर त बनेछ त। नमस्ते मेरो भाइ, के छ? घर त बन्यो है? ल हामी यति बेला विनोद भाइको घरमा आएका छौँ दर्शकवृन्द। झन्डै 20 दिन पछाडि हामी घरमा आएका छौँ। घरको जग खनेर हामी यहाँबाट निस्केका थियौँ र के छ आराम छ? हजुर एकदमै आरामै। धेरै दिनपछि आउनु भयो त। धेरै दिनपछि आयो नि? अनि घर यति ठुलो बनिसक्यो, हजुर आउँदै हुँदैन। आराम छ? हजुर एकदमै आरामै। म कामले काठमाडौँ गएको थिएँ। घरको जग खनिसकेपछि काम मिस्त्रीहरूलाई अराएर हामी यहाँबाट निस्केका थियौँ र हामी यहाँ नभए पनि निरन्तर फोन सम्पर्कमा थियौँ। के चाहिन्छ सबै सामानहरू हामीले उपलब्ध गराइरहेका थियौँ। बसेको थिए दिनहरू गनेर सकिँदैछ मेरो घर बनेर परेको छु दङ्ग। किन यति बोल्न मन लाउँछ, किन यति हाँस्न मन लाउँछ मलाई तिमीसँग। साँच्ची नै यो खुसीको पल हो, खुसीको दिन हो। 3 वर्ष अघि विनोद भाइको आमाको हात भाँचिएको थियो र हातमा राखेको जुन रड छ त्यो 2 वर्ष अगाडि निकाल्नु पर्ने थियो। रड निकाल्न अहिलेसम्म पनि सक्नु भएको छैन पैसाको अभावमा। र अमेरिकाको ओहायो स्थित कोलम्बस बस्नुहुने ढकाल परिवार, कृष्ण ढकाल दाइको परिवारको तर्फबाट 38,800 रुपैयाँ जुन सहयोग आएको छ त्यसबाट चाहिँ आमाको उपचार प्लस बचेको पैसाले घरमा खर्च गर्नु भनेर दाइले भन्नुभएको छ। हामीले दाइले भनेअनुसारले नै आमाको उपचार उक्त पैसाले गरिदिनेछौँ। एबिसिडी जुनसुकै पार्टीको उहाँहरू भए पनि म सोध्नै चाहन्न कुन पार्टीको हुनुहुन्छ भनेर, तर मैले यति भन्छु कि उहाँहरू जुन पार्टीको भए पनि उहाँहरू साँच्चीकै यो देशका लागि जनताका लागि चाहिने जनप्रतिनिधि हुनुहुन्छ। उहाँहरूले आज विनोद भाइको यो बन्दै गरेको घरमा जस्ता पाता लिएर आउनुभएको छ। दर्शकवृन्द तपाईँ देख्दै हुनुहुन्छ हामी यति बेला विनोद भाइको, अब त गायक भन्न पनि सुहाउँछ है, नवगायक विनोद भाइको घरमा आएका छौँ। घर अब बनेर लगभग सकिन आँटिसकेको छ। माथि छानो छाउने कार्यक्रम भइरहेको छ। 3 कोठाको घर एकदमै राम्रो देखिएको छ। सायद अब यो टिन लगाइसकेपछि, छानो लगाइसकेपछि यो चिटिक्क देखिन्छ होला। अब यहाँ चाहिँ यो काठको प्रयोग भएको रहेछ, एकदमै राम्रो है। गाह्रो पनि एकदमै राम्रो चिटिक्कको लगाउनु भएको छ। फिनिसिङ राम्रो देखिएको छ। जे होस् काम चलिरहेछ। जे होस् हजुर चलिरहेछ। हजुर फेरि यता घर बनाउँदै गर्दा गीत गाउन त भुलिया छैनौ नि? छैन। बरु बिचमा रुखाखुकी लाग्यो, हस्पिटल गएन म। ए हो? हजुर लास्टै ज्वरो आएको थियो तर पनि हस्पिटल गएन। किन गाउँमै सन्चो हुन्छ भनेर। ए गाउँमा हजुर बिस्तारै भयो नि अहिले त। हजुर बिस्तारै सन्चो भइरहेछ। अझै साँझ कतिखेर टाउको दुखेको हुन्छ यसै निको भइहाल्छ। गर्मीले गर्दा पनि होला, गर्मी धेरै छ। एउटा मिठो गीत सुनाम है। ल हुन्छ। सोचेको हुन्न, चाहेको हुन्न, मनमा खुसी छाएको हुन्न। हो सोचेको हुन्न, चाहेको हुन्न, मनमा खुसी छाएको हुन्न। मन बस्दैन थिरैले कठै लान्छ क्या हो पिरैले। मन बस्दैन थिरैले कठै लान्छ क्या हो पिरैले। मन बस्दैन थिरैले कठै लान्छ क्या हो पिरैले। गीत जस्तै पिरले लाने अवस्था त छैन नि? हजुर एकदमै घर बन्न लागेको छ, यसैमा धेरै खुसी लागेको छ। त्यही त खुसीको गीत सुनाउला भनेको त पिरै लाग्ने गीत सुनाइदियो भाइले। एउटा खुसीको गीत पनि सुनाउन त अलि रमाइलो खालको गीत है। कता हिँड्यो फुल जस्तै बनी, फुल जस्तै बनी, झुकिएला भमरा फुल बनी राप्ती अञ्चल, ए राप्ती अञ्चल। मायालाई देखेर मनै चञ्चल, फुल जस्तै बनी, फुल जस्तै बनी, झुकिएला भमरा फुल बनी राप्ती अञ्चल।
ए राप्ती अञ्चल मायालाई देखेर मनै चञ्चल ए मायालाई देखेर मनै चञ्चल। धेरै मनकारी सहयोगी दाताहरूको मद्दतले आज विनोद भाइको यो घर बन्दैछ। दर्शकबिन, म मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु विनोद भाइको यो घर बनाउनमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई। र आज म केही सहयोग आएको छ, त्यो सहयोग कहाँबाट कसले गर्नुभएको छ, सहयोगी दाताहरूको नाम सहित तपाईँहरूमाझ उहाँले पठाएको रकमबारे खुलाउन गइरहेको छु। म धेरै धेरै धन्यवाद दिन चाहन्छु अमेरिकाको ओहायो कोलम्बस बस्नुहुन्छ ढकाल परिवार हुनुहुन्छ। म ढकाल परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूको सहयोग 38,800 रुपैयाँ आएको छ। उहाँहरू हुनुहुन्छ इन्द्र ढकाल, मोहन ढकाल, सुरज ढकाल, दुर्गा ढकाल, कृष्ण ढकाल, मेघराज ढकाल, त्यसै गरी सिस्टर बिमला ढकाल र बुहारीहरू जम्माजम्मी 38,800 रुपैयाँ पठाउनु भएको छ। म अमेरिकाको ओहायो कोलम्बस बस्नुहुने ढकाल परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी शशिराम केसी हुनुहुन्छ हाल अमेरिकाको टेक्ससबाट नेपाल घर कोहलपुर। उहाँले 5,168 रुपैयाँ पठाउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी आङडामु शेर्पा हाल अमेरिकाको क्यालिफोर्निया बस्नुहुन्छ। 13,659 रुपैयाँ सहयोग पठाउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यसै गरी लोकनाथ पाण्डे घर चितवन माडी नगरपालिका वडा नम्बर 9 को गणेश कुजामा बस्नुहुन्छ। 5,000 रुपैयाँ सहयोग पठाउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी इजरायलदेखि सहयोगी दाताहरू हुनुहुन्छ सुनमती गुरुङ बन्दीपुरबाट। उहाँले 11,100 रुपैयाँ पठाउनु भएको छ। त्यसै गरी उमा गुरुङ 3,900 रुपैयाँ पठाउनु भएको छ। त्यसै गरी रितु गुरुङ 1,950 रुपैयाँ। त्यसै गरी चन्दन गुरुङ पोखरादेखि 1,950 रुपैयाँ। त्यसै गरी नारायणपुर मगर 3,900 रुपैयाँ। पर्मिला लामा 3,900 रुपैयाँ। सुरचाना श्रेष्ठ 3,900 रुपैयाँ। एम बहादुर रनपाल 5,000 रुपैयाँ। प्रेम आचार्य 5,000 रुपैयाँ गरी उहाँहरूको टिमले जम्माजम्मी 41,100 रुपैयाँ सहयोग पठाउनु भएको छ। जसमध्ये मेरा मित्र मोहन बस्नेतलाई भनेर 10,000 रुपैयाँ सहयोग छुट्याइएको छ। मोहन बस्नेत सरले भर्खरै आफूले पढाइ छाडेर भाइलाई पढाउँदै आइरहेकी बर्मायाको घरमा यो सहयोग पठाउनु पर्नेछ भनेर उहाँले भन्नुभएको छ। हामीले 10,000 रुपैयाँ मोहन सरलाई पठाइ पनि सकेका छौँ। 10,000 पठाइसकेपछि बाँकी रहेको 31,100 रुपैयाँ चाहिँ यो विनोद भाइको लागि, विनोद भाइको घरको लागि, घर निर्माणको लागि हो। दर्शकवृन्द, सहयोग गर्ने सहयोगी दाताहरू सबैलाई म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सहयोग र मद्दतले गर्दा आज विनोद भाइको यो घर हामीले बनाउन सफल भएका छौँ र घर अब पूर्ण रूपमा बन्दै पनि छ। अब केही दिन लाग्छ होला पूर्ण रूपमा बन्नका लागि। र केही दिन अगाडि हामीले यो इट्टा, यहाँ तपाईँले यो गाह्रो लगाएको इट्टा देख्नुभएको छ, यो पनि सहयोग हो। सबै चिजहरू सहयोग स्वरूप नै आएका हुन्। र योभन्दा अगाडि हामीले 4,000 इट्टा सहयोग स्वरूप ल्याएका थियौँ भने र अहिले उक्त इट्टाले नपुगिसकेपछि फेरि 1,000 इट्टा थप हामीले अस्ति मात्रै ल्याएका छौँ। र यो पछिल्लो पटक आएको 1,000 इट्टा सहयोग गर्नुहुने जय श्री हनुमान म्यानुफ्याक्चरिङ इट्टा उद्योग तुलसीपुर 16 बनगाउँमा छ। सञ्चालक हुनुहुन्छ मोहन घरती मगर। उहाँको तर्फबाट पछिल्लो पटक अस्ति मात्रै 1,000 इट्टा हामीले सहयोग पाएका छौँ र उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र दर्शकवृन्द, शम्भु धिताल हुनुहुन्छ एकदमै सहयोगी मनकारी गायक सर्जक हुनुहुन्छ। उहाँले विनोद भाइसँग गीत रेकर्ड पनि गराइदिनु भएको थियो। म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष गरी अहिले पनि उहाँले यो घर बनिरहँदा 7,000 रुपैयाँ पठाउनु भएको छ। जे आवश्यकता छ त्यो चिजमा खर्च गर्नु भनेर भन्नुभएको छ। शम्भुजी, हजुरलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहयोगी जति पनि दर्शकहरू महानुभावहरू हुनुहुन्छ, म सबैलाई नमन गर्न चाहन्छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज तपाईँहरूको साथ सहयोगले गर्दा हेर्नुहोस् त यो विनोद भाइको घर चिटिक्क बन्दैछ र अब केही दिन मात्रै लाग्न सक्छ यो घर बन्नका लागि। अब केही दिनमै हामी यो घर बनाएर तपाईँहरू माझ देखाउनेछौँ, भाइहरूलाई हस्तान्तरण गर्नेछौँ।
र दर्शकवृन्द विनोद भाइको साथी प्रवीणलाई त तपाईँहरूले चिन्नुहुन्छ होला पक्कै पनि। विनोद भाइ गीत रेकर्ड गराउन काठमाडौँ जाँदै गर्दा प्रवीण रोजगारीको सिलसिलामा दुबई जाँदै थिए। प्रवीण भाइको सासूले विनोद भाइका लागि भनेर सहयोग पठाउनु भएको खबर सुने मैले। उहाँ चाहिँ प्रवीणको आमा हुनुहुन्छ। अनि हजुर के भन्नुभयो? सम्धिनाले दिनुभएको सहयोग दिनु होला भनिकन त्यसलाई तपाईँको सम्धिनाले हजुर सहयोग दिनु भनेर भन्नुभएको छ। हजुर ए सम्धिनाले सहयोग पठाउनु भएको छ। हजुर कति पठाउनु भएको छ? 3000 पठाउनु भएको छ। ए ल दिनुहोस्। विनोद भाइको यता घर बन्दै गर्दा हामी कामको सिलसिलाले गर्दा धेरै पटक आउन पाएनौँ होला, तर पनि हामी नहुँदा पनि हामीले एकजना व्यक्तिलाई हेरिदिनु है भनेर रेखदेख गर्नु है भनेर जिम्मा दिएका थियौँ। उहाँ हुनुहुन्छ टोपबहादुर चौधरी। विनोद भाइको घरको सुरुवाती चरणदेखि नै अहिलेसम्म सहयोग गर्दै आइराख्नु भएको छ। जति पनि यहाँ सिमेन्ट आयो 50 बोरा सिमेन्ट, त्यसको सहयोगी दाताहरू खोज्ने काम टोपबहादुरजीले गर्नुभएको हो। र त्यो अलावा पनि गिट्टी बाल्लोको लागि पनि सहयोगी दाता खोज्ने काम पनि उहाँले गर्नुभएको। र पछिल्लो पटक पनि फेरि एक ट्रिप बाल्लो आएको रहेछ, त्यो पनि 2 ट्रिप होइन, 2 ट्रिप बाल्लो आएको रहेछ। त्यसको पनि अब कताबाट खोज्नुभयो, कताबाट व्यवस्थापन गर्नुभयो हामीलाई थाहा भएन, तर उहाँले नै व्यवस्थापन गरेर उहाँले नै ल्याइदिनु भएको हो। त्यो कारणले गर्दा मैले धेरै धेरै धन्यवाद र यहाँबाट सम्मान गर्नै पर्छ टोपबहादुर चौधरीज्यू। हजुरलाई म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु भिडियो मार्फत पनि। उहाँ बुवाले यो घर बन्ने बेला जगको पूजा गरेको पनि बुवाले हो, र वनको अध्यक्ष भएको हिसाबले उहाँले यो घरमा चाहिने काठको लागि चाहिँ धेरै सहयोग गरेको मैले पाएँ। खुसी लाग्यो, धन्यवाद है। ल एकदम मनकारी हुनुहुँदो रहेछ। जस बबई गाउँपालिकाको टिम हामीसँग जोडिनु भयो, म धेरै धेरै धन्यवाद दिन चाहन्छु बबई गाउँपालिकाका अध्यक्षज्यूलाई। त्यसै गरी वडा अध्यक्षज्यू यहीँ आउनुभएको छ हर्कबहादुर शिरीष मगरज्यू, उहाँलाई, कार्यपालिका सदस्य, वडा सदस्यहरूलाई, म सबै जनप्रतिनिधिहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज उहाँहरूले भर्खरै मात्र जस्ता पाता टिन यो घरका लागि, विनोद भाइको घरका लागि उपलब्ध गराउनु भएको छ, सहयोग गर्नुभएको छ। सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीसँग हुनुहुन्छ यति बेला बबई गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष हर्कबहादुर शिरीष मगरज्यू। सर नमस्ते। नमस्ते सर, नमस्ते। धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले जुन जस्ता पाताको सहयोग गर्नुभएको छ, टिन भर्खरै मात्र आफैले स्वयं ल्याएर आउनुभयो र यो छानोदेखि बरिन्डासम्म छाउनका लागि अब त्यसले सहयोग पुग्नेछ। म त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर, अब पहिले चाहिँ हामीलाई थाहा भएन, अब हजुरहरू यहाँ आएर गरिसकेपछि अब घर बनाउँछौँ भनिसकेपछि थाहा भयो। अनि यसो उहाँहरूले हामीलाई जानकारी गर्नु भएन। जानकारी भएपछि हामीले पहिले पनि यो घर राख्नुलाई यताउता गरेर हामी केही सहयोग गर्थ्यौँ, जानकारी भएन। अहिले जानकारी भए पश्चात हामीले अब अहिले जस्ता पाता दिउँ र त छाउनको लागि केही अलिक सहयोग पुग्ला भनेर त्यो चाहिँ निर्णय गरिदिएका थियौँ र हामीले कार्यपालिका निर्णय गरेर चाहिँ यो हामीले उपलब्ध गराएका छौँ। अहिले पीडित परिवारलाई हजुरहरू यहाँ आएर यस्तो अनकन्डार जङ्गलमा आएर हजुरहरूले सहयोग गरिदिनु भएकोमा हजुरको टिमलाई पनि धन्यवाद दिन चाहन्छु। र त्यसै गरेर अब हरेक काम गर्ने समयमा अलिक केही अप्ठ्यारा विपदहरू परेको खण्डमा उहाँहरूले हामीलाई जानकारी गरे भएपछि समयमा हामीले, मैले अघि नै भनिसकेँ, समयमा हामीले त्यो विपदको चाहिँ सामानहरू उपलब्ध गराउन सक्थ्यौँ। अहिले गएर अब लास्ट पिरियडमा आएर भन्नुभयो, त्यही पनि हामीले सक्दो सहयोग गरेका छौँ। र सहयोग गर्ने समयमा अब हाम्रो सिङ्गो गाउँपालिका टिमलाई धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट। म यो वाडाको भएको कारणले गर्दाखेरि मैले पनि के अरू आपद विपद परेको खण्डमा अरू पनि केही सहयोग गर्न तयार छु। थोरै तपाईँ यही ठाउँकै वडा अध्यक्ष भएको हिसाबले यो गाउँमा बिजुली बत्ती र बाटोको एकदमै समस्या देख्नुभयो होला। तपाईँले पनि हिँड्दै आउनुभयो है? तपाईँ हजुर, हिँड्दै आएको। यसमा विद्युतको लागि मैले अब यो जौमारी भनेर 3 लाख चाहिँ हामीले वडाबाट छुट्याएका थियौँ। हाम्रो वडाको कमिटी हुन्छ, त्यो कमिटीले 3 लाख छुट्याएका थियो। त्यस कारणले गर्दाखेरि अहिले विद्युतलाई त्यो पैसा दिएर काम गराउने भनेर अब तत्कालै तुरुन्तै काम हुन्छ। यो विद्युत पनि यहाँ ल्याउन सक्ने सम्भावना बढी छ। अब हामी त्यो ल्याउँछौँ। महिनाभित्रमै तपाईँले नै, तपाईँकै नेतृत्वमा नै यो ठाउँमा बिजुली बत्ती आयो, यो ठाउँमा बाटो आयो भनेको सुन्न पाइयोस् र मिडिया मार्फत मैले तपाईँको बयान गर्न पाऊँ।
धन्यवाद त्यो हुन्छ सर भइहाल्छ। हाम्रो समाजभित्र चाहिँ कसरी अब विपन्न परिवारलाई चाहिँ एउटा खालको राहत दिने, समाजमा सुशासन कायम गर्ने, रोजगारको व्यवस्थापन गर्ने, बाटोघाटो कुलकुलेहरू बनाउने होइन, त्यो खालभित्र पर्छ। विनोद भाइको एउटा विशेष गरी त अब एउटा खालको प्रतिभा पनि भयो होइन, प्रतिभाकै कारणले गर्दा आज यहाँ एउटा खालको चाहिँ सबै हामी समग्र देख्न पायौँ। भाइको त्यो प्रतिभा पनि हामीले त सुन्न पनि पाएको थिएनौँ पहिले त, नजिकै भएर पनि। त्यसले गर्दा के भन्छ उहाँको प्रतिभासहित अब आज चाहिँ घर पनि निर्माण भएको छ। बबई गाउँपालिकाको तर्फबाट हामीले गर्न सक्ने आवश्यक सहयोगहरू अब आगामी दिनमा पनि रहनेछन्, किनभने हामीले यो जनताकै सहयोगको लागि चाहिँ हामी पनि लागेका हौँ। अब अलिकति राजनीतिलाई फरक तरिकाले हेर्ने दृष्टिकोण छ, तर त्यसको चाहिँ जसले त्यो काम गर्नुहुन्छ गर्ने व्यक्तिको कारणले गर्दा कहिलेकाहीँ राजनीतिलाई फोहोरी खेल भन्ने खालको एउटा प्रचलन चलेको छ। वास्तवमा त्यो नभएर हामी जनताकै सुशासनमा र जनताकै सेवामा समर्पित जनप्रतिनिधि भएको कारणले गर्दा हाम्रो काम कर्तव्य यो रहनेछ र यो आगामी दिनमा पनि रहिरहनेछ भन्ने कुरा जानकारी। धन्यवाद। वडा सदस्य हुनुहुन्छ प्लस कार्यपालिका सदस्य पनि हुनुहुन्छ। नमस्ते। नमस्कार सर। आराम हुनुहुन्छ? हजुर ठिक छु। कस्तो लागिरहेछ यहाँ एउटा गरिब दुखी घरमा आएर मलमपट्टि लगाइदिनु भयो, जस्ता पाता ल्याएर आउनु भएको छ? आज मलाई एकदम खुसी लागेको छ। आफ्नै वडाबाट निर्वाचित भएर गएको क्षेत्रमा चाहिँ तपाईँहरू राजधानीबाट आएर यहाँ सहयोग गर्नुभएको छ र विनोद भाइलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। र भाइको यो लुकेको प्रतिभालाई चाहिँ तपाईँले देखाएर जुन राज्यबाट गर्ने हुने सहयोग चाहिँ तपाईँहरू व्यक्तिबाट सबै मिलेर थोपा मिलेर सागर बन्छ भने जस्तै चाहिँ सबैको हातेनालो गरेर भाइको एउटा बस्ने बास बनाइदिनु भएको छ। यो सम्पूर्ण टिमलाई चाहिँ तपाईँहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद त धेरै दिए पनि चाहिँ कमै हुन्छ र हामीले गर्ने बबई गाउँपालिकाबाट चाहिँ गर्ने जुन सहयोग अहिले हामीले थोरै पनि सहयोग गरेका छौँ र राहतको रूपमा चाहिँ अहिले जस्ता बाता चाहिँ उपलब्ध गराएका छौँ र यस्तै सहयोग चाहिँ हाम्रो क्षेत्रमा हाम्रो टोलमा धेरै सहयोगहरू गर्न पाइयोस् र यहाँको जनताहरूलाई खुसी बनाउन पाइयोस्। र यस्तै हामी भर्खर निर्वाचित भएर गएको टाइममा चाहिँ यहाँ पारी कसको नाम चाहिँ म भुलेँ, त्यहाँ भाइको चाहिँ घर आगो लागेको थियो, हामीहरू आएर चाहिँ राहत गरेका थियौँ, व्यक्तिले चाहिँ सहयोग गरेका थियौँ र भाइलाई मैले त थाहा पाएको नै थिएन र पाएको भए त्यति बेला हामी आएर सहयोग पनि गर्थ्यौँ होला जस्तो लाग्छ मलाई। धेरै धन्यवाद।